त्यो त खोलिन्छ नि अलिकति यहाँ खोलिन्छ भन्नुहोस् न घुमाउने कि ताप्ने हो यो घुमाउने छ मुनि ह्यान्डल छ त यसो गुरुजी ठाउँको नाम पनि भनिदिँदै यसो हिँडिदिनु न है हामीलाई त थाहा छैन यो कहाँ के हो मलाई थाहा छ तँलाई चाहिँ कसरी थाहा छ लु भन् त लु कहाँ छौँ हामी दार्जिलिङमा गोलपाडा भन्छ क्या यो चाहिँ मेन टुरिस्ट स्पट हो यो गोलपाड भन्छ यसलाई चाहिँ हो गोलपाड अब सिजन लाग्दैछ टुरिज्म एरिया हो यो मान्छे हजुर यतापट्टि तर बेसी घुम्नु दिँदैन नि टुरिस्टले हो यसलाई चाहिँ गोलपाड भन्छ हो सिक्रेट चाहिँ किन्नु पर्यो अनि ल यता आएर बस्नुहुन्छ है खानासाना भन्दै भन्दैछ तपाईँहरूले सल्लाह गर्छौँ अहिले सल्लाह गर्छौँ हामी खानाको विषयमा है तपाईँहरू चाहिँ मेचीमा आउनु भएको हजुर के गर्छ त्यहाँ हामी बाटोघाटोमा हजुर बाटोघाटो हजुर दिन त के भिडियो गर्नु र यहाँ अँधेर होइन हुस्से मात्रै आउँछ मौसम देखेर त्यही त कतिको लाइसेन्सको लागि ट्रायल चाहिँ कता दिनु पर्यो यहाँको मान्छेले कस्तो छ यहाँको ट्रायल चाहिँ हाम्रो त नेपालको हेरी त सजिलो नि ट्रायल त सजिलो तर फेल गरिदिन्छ कस्तो खालको जानु पर्यो यस्तो वाइहरू हाम्रो त्यस्तोहरू होइन नि कस्तो हाम्रो त दुईवटा कोन राखिदिएको हुन्छ हो सिधा गयो त्यो दुईवटा कोनमा सर्टै छिरायो ब्याक आयो ब्याकमा पनि पछाडि दुईवटा कोन छिरायो त्यो हाम्रो सजिलो लेखितहरू पनि पर्छ लेखित चाहिँ पर्छ पहिला लेखित हुन्छ लेखित सकेपछि तपाईँको नेपालको भन्दा त धेरै सजिलो रहेछ नि धेरै सजिलो तर फेल गरिदिन्छ नि त नेपालको त एड हानेर पनि ए हानिदिनु पर्छ हेलो हौ गोरुको मासु ओके गोरुको होइन ल बब्बाल छ तपाईँहरू गोरुको मासु किन लान्छ होइन लाने 2 केजीले पुग्छ हावाले त्यहाँलाई 2 केजी भित्री छ नि 2 केजी मासु अनि 2 केजी पोलेर होइन अब नेपालमा त फेरि गोरु दिँदैन नि है पक्रेर लान्छ पक्रिन्छ नि है गाह्रो छ हाम्रोतिर त जेलमा बस्नुपर्छ 10 वर्ष तर जेहोस् लुकी छिपी चाहिँ हुन्छ तर नखानु भन्छ नि त गोरु है अनि अब हामी हिन्दूहरूले चाहिँ नखानै भन्छ किनभने शिव भगवान बोल्दैछ नि त है शिव भगवानलाई मानिसकेपछि आइयामा ला के भयो सानो हानिन्छ घोडा सरी यार अन्जानमै राजु आधी छेडियो कि क्या यता पनि हड्डी उता नि हड्डी चुक्दा म त्यस्तो गर्दैन जान्छ घोडा चिनेन 42,000 को झड्का लाग्यो त है सुँगुर जति खोज है सुँगुर पनि यो पाउँदो रहेछ सस्तो हो नेपालभन्दा कि महँगो यहाँ सुँगुर आइसिपी 24 रुपियाँ महँगो परेछ सुँगुरको पहिला 220 थियो अस्ति त्यो सर्टेजले गर्दाखेरि बढ्यो यता पनि सर्टेज भयो त्यो कोरोना पछि होला होइन कोरोना पछि भन्दा पनि जस्तै 1-2 महिना भएको थियो कि सुँगुरको मासुको यो खालको लाइन लाग्नु पर्ने नपाएर नपाएर 320 रुपियाँ आइसी भनेपछि त महँगो नि महँगो नेपालभन्दा 320 आइसी महँगो हो कुन बजार यो बजार आइपुग्नु आँट्यो बाइपास भन्छ यसलाई चाहिँ ए बाइपास फेरि आउनु आँटेको अब हजुर
गाईको मिरिकै भन्दा पनि भयो आइपुग्नु आँट्यो अरे यहाँको पुलिसहरू तपाईँलाई फोन गरौँ भनेको थिएँ कि अँट्दैन होला भनेर त गाडीमा पुलिसहरूको लुगा लगेर बसेको चाहिँ अति भएन क्या यिनीहरू खास पुलिसहरू होइन यिनीहरू नगर प्रहरी जस्तो हो यिनीहरू जस्तै थियो अब सिटी गाडी प्रहरी साडी यिनीहरू हवल कन्स्टेबल हवलदार के हो हवलदारहरू भन्छ यिनीहरूलाई सिटी पो आएर त यो चाहिँ बजार हो अब बजार यो मिरिक बजार चाहिँ बजार मिरिक बजार पुलिस नि हो ल हामी चाहिँ अब मिरिक बजार चाहिँ प्रवेश गरिसकेको अवस्था छ है हामी मिरिक बजार है यो चाहिँ यहाँ त ठुलो गाडी आयो भने त पुरै ब्लक हुन्छ है पुग्दैन ठुलो गाडी उताको बाटो ब्यान्ड होला नि त गाडी ब्याङ्क सानै गाडी त सानो गाडी यहाँ त ठुलो रोड छ आउने सम्भावना छैन सम्भावना उताबाट कुद्नुपर्छ यो चाहिँ तपाईँको मिरिक बजार होइन तपाईँहरू घुम्नुपर्ने ठाउँ चाहिँ हो रहेछ त दामी दामी ब्याङ्कको भेषहरू सबै मिरिक बजार तरुनीहरू चाहिँ कतिको राम्री हुन्छ भाइ तरुनीहरू चाहिँ अब तपाईँहरूतिर जस्तै हुने राम्रै त होइन निकै राम्री लाग्दैछ र नि अलिक त्यही भएर मैले सोधेको मलाई त कस्तो भने हावा पानी है अलिक गोरो कि यहाँको झापातिर चाहिँ अलिक घामले डढेर होला हौ झापामा पनि घामले तर भित्र बस्नेहरू त सेतो आलु जतिकै हुन्छ हजुर भित्र सेपमा बस्नेहरू चाहिँ राम्रो चाहिँ हुन्छ है यहाँकोहरू चाहिँ बाहिरै बस्ने पनि सेतो मलाई त यो पुलिसनीहरू पनि ठिक लाग्छ हौ पुलिसहरू कहाँ जाने गाडीहरू यो दार्जिलिङतिर स्ट्यान्ड दार्जिलिङ यता पशुपति सौरेनी ए जता जाने सबैको स्ट्यान्ड मिरिकको स्ट्यान्ड यही हो हजुर ए लेक स्ट्यान्ड यही हो एउटाले हाल्छ कि कता अब बस्ने यो पिकअपको बडी कत्रो भनेको छिर्नु भनेको कि कसो म गएन जाउँ 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 आफ्नो पनि ठिक छ शिवला बोकी कुद्दै यहाँनिर आइसी एएनसी पैसा चल्छ एनसी बसेर त्यस्तो चल्दैन नि मिरिकमा चल्दैन है दोकानतिर चाहिँ चल्छ उयो चला अन्त दोकानतिर त्यो मेन सौदा दोकानतिर चाहिँ चल्छ कि तपाईँको यस्तो फाल्टो चल्दैन नि हस्पिटल पो गनायो त यार हस्पिटल रहेछ कि होइन हस्पिटल पराएछ मिरिक बजार यत्रै हो नि होइन मिरिक बजार त्यत्रो मात्रै हो नि ए सकिने हो अनि झापादेखि त कम त ठुलो देखिँदैन त हौ यस्तो बसेको ठाउँ छ क्या गाउँहरू बेसी हजुर त्यही हो यतातिर गाडीहरू चाहिँ साह्रै एक्सिडेन्ट नहुने हो साह्रो होसियार कुदाउँछ नि हजुर
साह्रो होसियारले कुदाउँछ यस्तो पनि होला क्या झन् त बाटो ठुलो हुन्छ कि बाटो ठुलो भएपछि हाँक्नु मजा आइहाल्छ हो अब हाम्रोतिर भनेको सानो बाटो हो ध्यानले निक्लिनु पर्यो नि त हो त्यो भएर त लिमिट कुद्छ अनि टर्निङहरू पनि धेरै टर्निङहरू पनि हो अन्त अलिक ध्यानले कुद्नु पर्यो नि त अब टर्निङ धेरै भएपछि त्यसै अब स्पिड कम भइरहेको हुन्छ होइन कमै हुन्छ हो अब हाम्रोतिर चाहिँ म एकपल्ट झापा भेन लिएर आएको गाडी कुदाउनु नसकेको भने मैले त बस त के कुदायो अन्त त्यो अन्त खुल्ला बाटो होइन सिधा बाटो हरन बजाएर टाढाबाट आउँछ हो छोडिराख्यो होला होइन अन्त त्यसले भेट्यो भने त अन्त बसिँदैन नि अन्त दिमाग खराब होला नि दिमाग खराब नि बहुत बिस्तारै कुदायो अनि बसहरू थोरै कुद्छ त नि ताप्लेजुङ जाने बसहरू नेपालमा त फेरि हालेपछि त मारिराख्छ अरे नि त है ठडै हो बाँच्यो भने पनि बिहाकार फेरि राखिदिन्छ अरे नि त होइन लाउँदैन नि मान्छे होइन त्यस्तो घटना थुप्रो घटेको छ अब त्यो बाँचे भनेर घाइते भन्छ त्यसलाई हेर्नु पर्यो अरे नि त जिन्दगीभर करोडले पुग्दैन नि पुग्दैन नि अनि त्यही भएर 7 लाख कहाँबाट झिल घुम्ने होइन झिल पहिला चाहिँ तर त छैन होला घुम्ने ठाउँ घुम्ने ठाउँ चाहिँ छ माथि हेलिप्याडतिर होइन अब त्यो चाहिँ तपाईँहरूले मलाई एक्स्ट्रा दिनुभयो चाहिँ लगिदिन्छु अब एकछिन त त्यो पनि गर्नु सकिन्छ कि यो चाहिँ कहाँको स्ट्यान्ड हो फेरि यो चाहिँ तपाईँको यहाँसम्म लगिदिन्छु यो चाहिँ तपाईँको टुरिस्ट स्ट्यान्ड हो यो चाहिँ झिल जानुपर्ने कता झिल मलाई पर्दैन आम्मा तलैदेखि आएको छ यो घुम्नु यो यिनीहरूको अनुहार हेर्दा सब घुम्ने मान्छेहरू अब सिजन लागि अब त यहाँ मिरिक त कति जाम हुन्छ नि होइन पुरै नेपाल फिल क्या अब यहाँनिर हामी अब इन्डियामा छौँ भन्ने त अब त्यो उयो छैन क्या त्यो फिलै हुन्न क्या अब भाषा सब नेपाली होइन ल गीतहरू पनि त्यस्तै बजाइदिरहेको हुन्छ टुरिस्ट स्ट्यान्ड झिल चाहिँ यो झिल भनेको धापभन्दा सानो दार्जिलिङको धापभन्दा कहाँ उपरास हुन्छ नि त उतापट्टि पनि झिल यहाँ म आउनु चाहिँ पहिला आइसकेको हो तर मलाई थाहा छैन क्या कस्तो छ के छ भन्ने सुन्नु न म यहाँ राख्छु ल ठिक छ ल होइन राख्छु कि एकछिन निक्लिम नलेसी दाजु एकछिन त एकछिन ल जाउँ त के रहेछ भन्नु त होइन यता खोल्नु पर्दैन एकछिन भने अहिले चाहिँ हामी झिल मिरिक भन्ने झिलको होइन ताल एकदम समुद्र हेरिरहेछौँ होइन अवलोकन सबै होइन हजुर एनसेल